हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आजको ब्लगको सुरुवात गर्छ बिहानको 6:30 बजेदेखि, किनभने आज मेरो बिजनेसको टुर छ अनि अहिले म जाँदैछु बिजनेसको टुरमा। अनि म तपाईँहरूलाई देखाउनेछु त्यहाँ फ्याक्ट्रीहरूमा गएर हामी वाइबी कम्पनीको फ्याक्ट्रीमा जानेछौँ। अनि आज क्रिसमस पनि छ, ह्याप्पी क्रिसमस सबैलाई। अनि हामी आज चर्च पनि जानेछौँ, त्यो पनि देखाउनेछु हजुरलाई म। त्यसैले भिडियोमा रहिरहनु होला, अन्त्यसम्म हेर्नु होला भिडियो। अनि भिडियो राम्रो लागे लाइक गर्नु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। तो गाइज हामी अब कलेज पुगिसकेका छौँ। कलेजमा अहिलेसम्म बस आएको छैन अनि केटाहरू सब टोइलेट जान लान अहिले। केटाहरूलाई मैले बाटोमा भेटाएँ। अनि अभिषेक एकदमै मेरो जिग्री साथी हो। हेलो भन्छ अभिषेक। हेलो। केटाहरू सर आइसकेका छन् यता, बस आइसकेको छ। यसो भिडियो नहाल, पक पक यो डिलिटान केटा रिभर साइड आइसकेको छ यता। सिटहरू यस्ता छन् अनि केटाहरू त बसिसकेका छन्। अनि गाइज अब हामी निस्किनेवाला छौँ। कहाँका लागि सिधै कहाँ थाहा भएन। उल्टी नगर्नु है। यता बस हिँडिसकेको छ हाम्रो ट्रिपको। को आयो बस हिँडिसकेको छ। अब यता यो हामी कुन ठाउँमा पुग्यो हामीलाई थाहा छैन अहिले। अनि यता सब यता रमाइलो गर्न लान अहिले। अनि हामी अब मेन रोडमा पुग्नेछौँ बसपातिर। नाच गर्नु के डबोले उता घर बन्न लाग्यो एउटा गाइज। एउटा बस आउनु लागेको थियो उता एउटा गल्लीबाट, निरिङकारीको परेको छिराउनु लाग्थ्यो हामी त्यो बाटोबाट। त्यहाँनिर बसले एउटा घरको बाढी बाँध्यो क्या गाइज। यस्तो चिज हुन्छ कि यतातिर बाटो पनि राम्रो छैन। ए दोस्त गाली गर्नु ब्रो, युट्युब हाल्नु सिधा गर्न। यता गाइज जब हामी बस पार्कको बाटोमा पुगिसकेको छौँ। एकछिनमा अब पुगिसकेको छौँ। आज बस पार्कको पर्व थियो आज भोलि। गाइज टुरमा एकदमै रमाइलो गर्ला। अहिले त केटीहरू मात्रै गर्ला, एकछिनपछि डेक ल्याएपछि अब डेक ल्याएपछि केटाहरू पनि गर्नेछन् रमाइलो। यतातिर अहिले बस रोक्यो किनभने डिएसआर आउनु लाग्नु भएको छ हाम्रो। यताबाट आउँछ आएपछि डिएसआर आइसकेका छन् यता। अब डिएसआर आएर ए बिचरा क्या हो गर्नको लागि 10 बजेर 7 मिनेट भयो गाइज। 10 बजेर 7 मिनेट भइसक्यो गाइज। बल्ल पुग्यो यता। अब बिहानदेखि के खाँदैन सब्स्क्राइब लाइक सेयर सब हेर्नु पर्यो, लाइक हान्नु पर्यो। गाइज हामी पुगिसकेको छ चिसापानीमा। यता धेरै हावा चल्न अहिले। केटाहरू छुट्टा पैसा लगाउन गएन किनकि तिनीहरू गएन विषय मात्रै पैसा छ, सामान किने भन्न ला पर्वेन। कहाँ अगाडि सबै त कसो नि त पुगिसकेका छौँ। अनि यहाँ अब एउटा फोटो खिच्ने भन्ला ग्रुपमा। बबी आइफोनबाट बनाऊ है। अरू दोस्त के छ खबर? मजा आउला। नदीको भिडियो बनाऊ तिमी। नदी ज्या भयो पनि जस्तै चिसापानी घुम्न आइजाँदा जतिचोटि घुम्न आए पनि जो पनि है। हेलो गाइज
यता हामी आरिछनीहरू पुगिसकेका छौँ। गानासँग के बजाउन मिल्दैन अरे, ल यता नाच गानु गर्न मिल्दैन अरे। तर नाच गानु गरेको भिडियो बनाउँथेँ म। यता अब सब सुत्नेवाला छन् किनकि यता आरिछनीहरू सब रिसाउँछन् अरे। के खान धेरै राम्रो छ यताको कानुन। त्यसैले म सुत्छु एकछिन। लेट्स गो ताला। लाइबाडी लाइबाडी पुगिसकेको छु हामीले। ए पररी लगाए यताको पररी इलाका बगैको दामी रहेछ यार। उता भन्दा राम्रो नि यताको पुरा जङ्गलतिर परेको थियो त्यो हेर्नु त्यो सेसोवाला यार। यता मान्छे धेरै जाँदा नि यस्तो ठाउँ कहाँ हो त्यो उतातिर हो कि मूलपानी हो। मूलपानी त्यो मूलपानी छ अरे। अस्ति एक दिन जान लाग्यो त्यो मूलपानी छ अरे के। ठाउँ चाहिँ दामी छ गाइस। आउनु सबै घुम्नु होला यतातिर। बबई पनि राम्रो छ। नेपालको चाहिँ घुम्न जानुपर्छ भन्ने छैन। यता बबई पनि एकदमै राम्रो छ घुम्नलाई। हेर्नुहोस् गाइस। ल गाइस हामी पुगिसकेको छु यता सिजी फुड सेन्टरमा। यता अब हामी हेर्नेछौँ यता हामी यहाँ पुगिसकेको छौँ। हामी जुन ठाउँको भ्रमण गर्न आएका हौँ। हामीलाई यहाँ सिजी फुड पार्कभित्र छिर्न दिएका छैनन्। एउटा सानो पत्रको लागि हामी दुखी छौँ। एउटा सानो पत्र आउटमा आए त भन्नु युनिफर्ममा छौ भने बिचरा टिकापुरमा यो सर बुझ्नु त पर्ने सर युनिफर्ममा काम नपाए नवीन लो भन टिकापुरमा अरू के मतलब अरू जे हुन्छ तर टिकापुरमा वाइवे चाहिँ बेड हुन्छ। एकदमै दुःखद खबर यता। अबदेखि वाइवे खाने होइन भाइ। एबिसी पनि बन्द भएको लाली खाने अब बिचरा कहाँ हो यो होटल टाढा आएको जस्तो लाग्दैन यति गयो भने। कहाँ यता आयो होटल कर्णाली रिभर साइड। चल खाना खाना गाइस। हामी केटाहरू अब यता होटलमा भइसकेका छौँ खाना खान लागि। केटाहरू सबै होटल चाहिँ दामी, बस्ने एरिया चाहिँ दामी छ गाइस। एकदमै बवाल ठाउँमा एकदमै राम्रो ठाउँ छ। यो व्यवस्था चाहिँ भएन गाइस। होटलको एरिया चाहिँ दामी छ तर सजिलो गाइस। कुन्नको भइगयो तारा मासु हुन्छ ल बनाइदिए ल बनाए पहिलोचोटि हो। त्यो त
हो टाइम लाग्छ हो सर यो त यतातिर भाँडाकुँडीको सामान छन् यो मसला हाल्ने भाँडो हो यो मसला कुट्ने भाँडो अदुवा सदुवा कुट्ने भाँडो यो डोक्निक हौ जस्तै मलाई थाहा छैन यो म थिचेको चट्नी डोक्नी चट्नी उदाउँदै थाहा छैन मलाई पछि मम्मीले भन्यो नि मलाई अस्ति किन्न गएँ उता पोलतिर माथि जाऊँ सर सर माथितिर जाउँ निस्क्यो यहाँदेखि भाइ हेर त क्या दामी ल ए ल खायो ए परे खेल सबभन्दा राम्रो सेसन यो लाग्यो मलाई सबभन्दा इलेक्ट्रोनिक्स कहाँ सबभन्दा बेस्ट यहाँ टिभी के भ्याक्युम क्लिनर डिजिटल इन्भर्टर वाला प्राइस ट्यागमा कहाँनिर छ प्राइस क्या झट्कायो त आइजाबाट आमा म यस्तो नि छु है मजाले गइरहेको मजाले जाने यहाँको त अस्ति यहाँ आउँछ ए बिचरा यो ठाउँका छ यो ऊ त्यो यो उयो हङकङ फर्निचर यता त हङकङका फर्निचर भइदियो नि यो कोठामा खाने डिनर त्यो क्यान्डल लाइट डिनर पैसा कमाएपछि त्यति ओराउने हो पक्नु तल मार्बल हेर्नु कति सफा छुयै दाग लाग्ने हो झर्ना जानु रातो पानी आउँदो होला भाइ गाइज अब हामी निस्किसकेका छौँ यो भाटभटीबाट निकल्दैछौँ अब हामी जान छौँ रुपडियातिर अब रुपडियाको भाटभटी निकाल्नु राम्रो छ बबाल राम्रो छ रुपडिया भाटभटी बजार हो बजार रुपडिया बजार म इन्डियामा हुन्छ नि त म पनि घरमा दिल्लीमा सरोजिनी बजार हुन्छ टिकापुर नेपालको रुपडिया बजार मस्तको रमाइलो हुन्छ हेर्ने हो सामान किन्ने कि त्यो निकालेको 6000 नेपाली निकालेको त्यो हुन्छ हेर्नु अब मन पर्यो यहाँ पनि मन पर्ने एउटा किन्नु हेर्न केटाकेटी बच्चा बच्ची बट्टाबुट्टी सब एउटै मेरो किसिममा त्यो हङकङवाला घरमा हल्का राम्रो लाग्यो त्यो किन्ने जस्तो लागेको थियो औद्योगिक क्षेत्रभित्र औद्योगिक क्षेत्र हो यो इन्डियन हाइप हेर्नु यो मैले के भने त नि गाइस म यहाँ नेपालको भनेर अब गाइस भित्र त छिर्न मिलेन अब बाहिरबाट हेर्नुस् कस्तो छ भनेर यो इन्डस्ट्री यो यहाँको यो हाम्रो औद्योगिक क्षेत्र
हामी अब पुगिसकेको छौँ रुपोडिया बजारमा। रुपोडिया बजारमा एकदमै भिड छ यता, किनभने यता इन्डियन नेपाली सबै आछन् यता सपिङ गर्न आफ्नो घरका लागि रासन बाल्टी बर्तन कट्टु कपडा सब चिज लग्न। मेन त गाइज यता नेपालीहरू आउँछन् किनभने तिनीहरूलाई टिकापुरमा धेरै महँगो पर्छ सामान, यता सस्तोमा मिल्छ सबै सामानहरू, किनभने यता सबै इन्डियन व्यापारीहरू छन्। हेर्न सक्नुहुन्छ तपाईँ यहाँको मार्केटहरू। लैजाए एक लोग ने पाएका तिमीहरूले जसमा देखेछु कि अभिषेक क्यामेरामा देखेछु ए क्यामेरामा हेर्नु न मेरो देखेछु कि देखेछु हल्का क्रप छैन कि यहाँ फेरि